नमस्कार छ यहाँहरू सबैजनालाई। आजको यस भिडियोमा मैले सुयोग ज्योतिष सफ्टवेयरबाट कसरी तपाईँले बनाएको कुण्डलीलाई सेभ गर्न सक्नुहुन्छ, फेरि खोल्न सक्नुहुन्छ र पढ्दाखेरि त्यसको इन्फर्मेसनहरू चेन्ज गर्न सक्नुहुन्छ भन्ने बारेमा केही बताउन गइरहेको छु। मैले यहाँ सफ्टवेयर अहिले ओपन गर्दैछु। यहाँ देखिएको कुण्डलीहरू यिनीहरू पहिले नै सेभ गरिएका कुण्डलीहरू हुन्, तर म अहिलेको लागि नयाँ कुण्डली बनाउने छु। त्यसको लागि तपाईँले यहाँ कुण्डलीमा क्लिक गर्नुहोस् हैन। जस्तो कुनै एउटा ऱ्यान्डम नाम राख्नु होला। जस्तो मैले यहाँ सुषमा श्रेष्ठ भने, अब यो जस्तो महिला अनि विवाहित भने फोन नम्बर कुनै ऱ्यान्डम फोन नम्बर राख्नुहोस्। यो राख्न जरुरी छैन, तर राख्दाको फाइदा भनेको पछि तपाईँलाई सर्च गर्न सजिलो हुन्छ हैन। कुनै पेसाको स्पेसिफिक तपाईँ केही काम गर्दै हुनुहुन्छ भने, जस्तो रिसर्च गर्दै हुनुहुन्छ भने डक्टरहरूको मात्रै कुण्डली चाहिएको खण्डमा जस्तो यो कुण्डलीबाट खोज्ने अप्सनबाट जाँदाखेरि चाहिँ तपाईँले डक्टर मात्रै सेलेक्ट गरेर डक्टरहरू जतिलाई सेलेक्ट गर्न सक्नुहुन्छ। अनि यो कुण्डली बनाउँदै गर्दाखेरि अब यसमा मैले यो क्यालेन्डरमा क्लिक गरेँ। क्यालेन्डरमा क्लिक गरिसकेपछि मैले कुनै एउटा ऱ्यान्डम मिति सेलेक्ट गर्छु हैन। महिना, गते र यसपछि यो घन्टा, मिनेट, सेकेन्ड चेन्ज गरेर मैले ओके गर्छु। त्यसपछि यसले उसको ठाउँ कहाँ हो, जन्म ठाउँ भनेर सोध्छ। यसमा मैले अहिलेको लागि जस्तो काठमाडौँ नै भनेर सेलेक्ट गर्दैछु। तपाईँले नक्साबाट पनि लिन सक्नुहुन्छ। यहाँ क्लिक गरेर यसबाट पनि क्लिक गर्न सक्नुहुन्छ। नेक्स्ट तपाईँले कुण्डली बनाउनुहोस् हैन। कुण्डली बन्छ। त्यसपछि कसरी सेभ गर्ने त भन्दा यहाँ माथि यो सुरक्षित भन्ने बटन छ, यसमा क्लिक गर्नु होला। तर क्लिक गर्नुभन्दा अगाडि एउटा कुरा के याद गर्नुहोस् भने, जस्तो यहाँ अहिले यो रातो रङ जुन देखिरहनु भएको छ नि, यो तपाईँले याद गर्न सक्नुहुन्छ कि तपाईँको यो कुण्डली सेभ भएको छैन। जब सेभ भएको हुँदैन यो कुण्डली, जस्तो यो फर्ममा यहाँ माथि रातो रङ देख्नुहुन्छ, तर सुरक्षित गरिसक्नु भएपछि यो हरियोमा चेन्ज हुन्छ है। अनि तपाईँलाई अब याद हुन्छ कि तपाईँले हरियो रङ देख्नुभयो भने यो मैले सेभ गरिसकेको छु, यसको सेभ गर्न फेरि आवश्यक छैन भन्ने खालको एउटा तपाईँलाई नोटिफिकेसन हो भनौँ न। अनि यो सेभ भयो। अब यो सेभ भइसकेपछि तपाईँको प्रमुख पेजमा जानुभयो भने अघिल्लो पटक खोलेका कुण्डलीहरूको लिस्टमा फेरि यो कुण्डली यहाँ देखिन्छ है। तपाईँले एउटा अप्सन यहाँबाट कुण्डली खोल्न सक्नुहुन्छ अघिल्लोचोटि बनाएको कुण्डलीहरूलाई। र अर्को अप्सन भनेको यहाँ कुण्डली खोज्नेबाट पनि गर्न सक्नुहुन्छ। जस्तो कुण्डली खोज्नेमा गइसकेपछि यसले यहाँ यो अहिले तपाईँकोमा जम्मा 5 वटा छ र यसरी देखायो। तपाईँकोमा अब हजारौँ कुण्डलीहरू भएको अवस्थामा जसरी यहाँ सुषमा मात्रै सर्च गर्नुभयो भने यसरी सुषमालाई मात्रै यसले यहाँ देखाउँछ र हैन। र यसरी कुण्डली खोल्ने गर्न सक्नुहुन्छ। अनि अर्को एउटा अप्सन अझै छ यसमा, जस्तो तपाईँ यहीँ पेजमा नै हुनुहुन्छ भने यहाँ माथि यो खोल्नेमा क्लिक गर्नुभयो भने पनि यसमा जस्तो कुनै नाम तपाईँले सर्च गरेर यसरी पनि कुण्डली खोल्न सक्नुहुन्छ। त्यसपछि अब कुण्डली सेभ भइसकेको कुण्डलीको तपाईँले इन्फर्मेसन मिलेको छैन अथवा पछि कुनै अवस्थामा एड्रेस चेन्ज गर्नुपर्ने भयो, मिति चेन्ज गर्नुपर्ने भयो भने यो परिवर्तन बटनलाई क्लिक गर्नुभयो भने यहाँबाट तपाईँले यो इन्फर्मेसन फेरि अपडेट गर्न पनि सक्नुहुन्छ है। यसलाई फेरि यो एडिट भयो। एडिट गर्दै गर्दाखेरि यो पर्पल कलर तपाईँले यहाँ देख्नुभएको छ बैजनी रङको, यो रङ चेन्ज हुन्छ। तर सुरक्षित गर्नु भइसकेपछि ब्याक टु फेरि ग्रिन हरियो नै आउँछ। र अर्को कपी बनाउनु पर्यो र यो जस्तो यही व्यक्तिको हैन, तपाईँको मिति, समय, नाम यो छ र तपाईँ यसलाई परिवर्तन गरेर यसको अर्को एउटा कपी राख्नुहुन्छ भने, जस्तो नयाँ सुरक्षित गर्नुभयो भने चाहिँ यहाँ क्लिक गर्नुभयो भने यो अब जस्तो मैले यसरी नाम राखेँ र नयाँ सुरक्षितमा क्लिक गरेँ भने यसले नयाँ सुरक्षित गरिदिन्छ नै र तपाईँको पुरानो कुण्डलीलाई पनि राखि नै रहन्छ। जस्तो यहाँ अब गएर मनिष कुइकेलाई मैले नयाँ सुरक्षित गरेको थिएँ एडिट गरेर, जुन यो हो, र पुरानो पनि यहाँ छँदैछ। अब यो भिडियोमा मैले तपाईँलाई कसरी कुण्डली सेभ गर्ने, एडिट गर्ने र सेभ गरेको कुण्डलीलाई खोल्ने भन्ने बारेमा बताएँ। अब कुण्डली खोज्ने यो ट्याबमा टिप्पणीबाट र ग्रह स्थितिबाट पनि खोज्न सकिन्छ। यो बारेमा म आउने भिडियोहरूमा बताउने छु। अहिलेको लागि यति नै। धन्यवाद।